एक दिन कौली भान्सामा पकाउँदै हुन्छन् र सासुआमा है बुहारी छोरालाई मासु लिन पठाछु मिठो गरी पकाउनु भनेर भन्छन् र कौली खै आमा मेरो माइतीमा त मासु खाने चलनै छैन कसरी पकाउने हो मलाई त पकाउन पनि आउँदैन भनेर भन्छन्। अनि सासुआमा तिमीलाई चाहिँ के गर्न आउँछ त बुहारी खाली मुख चलाउन मोबाइल हेर्न त आउँछ नि तिम्रा बाआमा नि कस्ता छोरीलाई केही नसिकाउने मेरो सोझो छोरोलाई फसाएरै बिहे गरी भन्दै कराउन पो थाल्छिन्। सासुको कुरा सुनि कौलीलाई नि रिस उठ्छ र सासुआमा मेरा बाआमाले मलाई दुःख गरी पढाछन् लेखाछन् आफ्नै खुट्टामा उभिएर जिन्दगी बाँच्न सिकाछन् बुझ्नुभयो एउटा तरकारी पकाउन आएन भन्दैमा बाआमा सम्म चाहिँ नजानु अनि तपाईको छोरोलाई मैले फसाएर बिहे गरेको होइन सोझो इमानदार र असल देखेर बिहे गरेको हो तपाईको जस्तो सोच भएको सासु नि हुन्छन् भनी थाहा पाएको भए त कहिल्यै गर्दैनथि भनी रुँदै भान्साबाट जान्छन्। उता आलुको काका भने फेरि चुनावमा उठेका हुन्छन् र मलाई यो पालि भोट दिएर त हेर्नुस् म यो देशलाई संसारकै खतरा देश बनाउँछु भनी भाषण गर्छन्। आलु काकाको भाषण सुनि टोलवासी करेलाजी रिसाउँछन् र पहिला नि यो आलुले यस्तै भनेर चुनाव जिताइयो देश बनाउन त परै जाओस् जिल्ला जिल्लामा पाँच तले आफ्नै घर ठडायो अझै अब हुँदा हुँदा खतरा देश बनाउने रे संसारकै खतरा देश चाहिँ होइन फेरि पनि चुनाव जित्नुभयो भने संसारकै खटारा देश चाहिँ पक्कै बनाउनु हुन्छ भनेर भन्छ। आलु काका रिसले आगो हुन्छ र हत्तपत्त सेक्युरिटीलाई बोलाउँछ र सेक्युरिटीले टोलवासी करेलोलाई च्याप्प समाती टोलको कुनामा लगी बजाउनु बजाउँछ।